हेलो एभ्रिवान, स्वागत छ प्रेग्नेन्सी टिप्स विथ शर्मा। आजको भिडियोमा हामी कुरा गर्दैछौँ बच्चा जन्मिएपछि 1 महिनासम्म बच्चाको हेरचाह कसरी गर्ने, आमाको हेरचाह कसरी गर्ने, बाबाले के कुरामा ध्यान दिनुपर्छ, यो सबै कुराहरू आज यस भिडियोमा म बताउँदैछु। यो समय आमाको लागि चुनौतीपूर्ण र महत्त्वपूर्ण पनि हुन्छ। अब कुरा गरौँ बच्चा जन्मिएको दिन। बच्चा जन्मिएपछि पहिलो कुरा भनेको आमाले बच्चासँगको पहिलो भेट हो। यो पल अनमोल हुन्छ। त्यसबेला आमा र बच्चा दुवै थकित र उत्साहित हुन्छन्। बच्चालाई जन्म दिएपछि आमाको शरीर थाकेर सुस्त हुन सक्छ। आमाले शारीरिक रूपमा थुप्रै परिवर्तन महसुस गर्छिन्। खास गरी प्रसवपछि भने पीडा र रक्तस्राव जस्ता समस्या देखिन सक्छ। यी सबै सामान्य प्रक्रिया हो, तर यदि समस्या भएमा डाक्टरसँग परामर्श लिनु महत्त्वपूर्ण हुन्छ। यो बेला आमाको अवस्था कस्तो हुन्छ भने आमाको शरीर प्रसवको कारण थकान र पीडा महसुस हुन सक्छ। यो समय निकै चुनौतीपूर्ण पनि हुन्छ। शारीरिक थकान, निन्द्रा नपुग्नु र मानसिक तनाव हुनु यो महसुसहरू गर्न सक्छिन्। तर यही समय आमाले बच्चासँगको पहिलो कनेक्सन बनाउन सुरु गर्छिन्। आमाले शरीरको धेरै परिवर्तन देख्न सक्छिन्, जसमा दुधको आगमन पनि एक हो। दुध राम्रोसँग आउनका लागि आमाले आराम गर्न र बच्चालाई बारम्बार दुध पिलाउन आवश्यक छ। बच्चालाई दुध कसरी खुवाउने भन्दा बच्चालाई सही तरिकाले दुध खुवाउन महत्त्वपूर्ण छ। सही पोजिसन अपनाउनु, जस्तै शान्त र आरामदायी स्थानमा बस्नु, बच्चालाई सही रूपमा समात्नु र बच्चाले सही तरिकाले दुध चुस्नु आवश्यक छ। बच्चा सुरुमै दुध पिउन असजिलो महसुस गर्न सक्छ, तर समयसँगै बच्चा र आमा दुवै यसमा सहज हुन सक्नुहुन्छ। आमाको दुध कसरी आउँछ भन्दा आमाको दुध जन्मिएको केही घण्टापछि आउन थाल्छ, तर केही अवस्थामा दुध ढिला आउन सक्छ र यसका लागि आमाले पर्याप्त आराम, पानी पिउन र स्वस्थ आहार लिन आवश्यक छ। यदि गर्मी महिना छ भने तातो झोलहरू, सुपहरू खाएर, तातो खानेकुरा खाएर आफ्नो जिउलाई तातो बनाएर दुध चाँडो आउन सक्छ। यदि जाडो महिना छ भने तपाईले कोइला बालेर खुट्टालाई तातो बनाएर आफ्नो जिउलाई मसाज गरेर दुध चाँडो आउँछ। आमाले आफ्नो शरीरलाई हाइड्रेट राख्न अत्यन्त आवश्यक छ, खास गरी दुध उत्पादन गर्नमा। पर्याप्त पानी पिउनाले दुधको आपूर्ति बढाउन मद्दत पुर्याउँछ। आमाले पौष्टिक र सन्तुलित आहार लिन किन आवश्यक छ भने जसले दुध उत्पादनलाई प्रोत्साहित गर्छ र आमाको ऊर्जा पनि बढाउँछ। बच्चा जन्मेपछि सबैले यो सोच्न सक्नुहुन्छ कि बच्चा किन रुँदैछ, बच्चालाई केही भएको त छैन। यो अवस्थामा बच्चाले थोरै समय रुँदा त्यसको कारण के हुन सक्छ भन्दा भोक लागेको हुन सक्छ, ग्यास भरिएको हुन सक्छ, थकान वा केही असहजताले बच्चा रुनु भनेको सामान्य हो। यदि बच्चा रुँदैछ भने पहिला त उनका कपडा र सहज सुत्ने स्थान चेक गर्नुहोस्। थोरै ग्यासको कारण रुन पनि सामान्य हो। साथै बच्चाको भोक लागेमा उसलाई दुध दिनुहोस्। लगभग 1 महिनामा उसले थाहा पाउँछ यतिखेर सुत्नुपर्छ, यतिखेर उठ्नुपर्छ भन्ने 1 हप्तापछि उसलाई रुटिन बल्ल थाहा हुन्छ। 1 हप्तासम्म राति रुनु भनेको सामान्य हो। अर्को कुरा, आमालाई भावनात्मक रूपमा पनि सहयोग र समर्थन चाहिन्छ। बच्चा जन्मिएपछि आमा शारीरिक र मानसिक परिवर्तनको सामना गर्छिन्। परिवारका सदस्य, विशेष गरी बाबा, आमा र बच्चासँगको समय बिताउँदा मानसिक रूपमा बलियो महसुस गर्दछिन्। बच्चा जन्मिसकेपछि बाबाले के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। उहाँले आमा र बच्चाको हेरचाह गर्नुपर्छ। बच्चालाई सुताउने, कपडा बदल्ने र आमा बच्चा दुवैलाई आराम गर्ने अवसर दिन महत्त्वपूर्ण हुन्छ। उनीसँगको सहयोगिताले आमा धेरै सजिलो र आरामदायी महसुस गर्न सक्नुहुन्छ, किनकि उहाँ अहिले भर्खरै बच्चा जन्माइसकेपछि आरामले बस्न खोज्नुहुन्छ। त्यसकारण बाबाले उहाँलाई सहज र सरल रूपले सहयोग गर्नुभयो भने उहाँलाई आरामदायी महसुस हुन सक्छ। अब कुरा गरौँ बच्चाको शुद्धता र सरसफाइ। बच्चाको नाजुक शरीरको रेखदेख गर्न महत्त्वपूर्ण हुन्छ। नियमित रूपमा पुछपाछ गरिदिने, तिनको कपडा सफा राख्ने, बच्चाको शरीरमा समस्या देखिएमा डाक्टरको सल्लाह लिनुपर्दछ। अब कुरा गरौँ बच्चाको निन्द्रा।
बच्चाको राम्रो निन्द्राको लागि शान्त र अन्धकार ठाउँमा सुताउनु महत्त्वपूर्ण हुन्छ। बच्चाले राम्रो सुत्न पाए भने स्वस्थ रहन्छन्। रुटिन बनाएर चल्नु आवश्यक छ, किनभने बच्चाको रुटिन बनाउन महत्त्वपूर्ण हुन्छ। बच्चा कुन समयमा उठ्ने, कुन समयमा सुत्ने र कुन समयमा दुध पिलाउने भन्ने कुरा जसले बच्चालाई शान्त र सुरक्षित गर्न महसुस गराउँछ। त्यसैले बच्चाको रुटिन बनाउन आवश्यक हुन्छ। र अर्को कुरा, बच्चाको नाजुक शरीरलाई कुनै प्रकारको इन्फेक्सनबाट बचाउन सफाई र हाइजिनिकको ख्याल राख्न महत्त्वपूर्ण हुन्छ। अर्को महत्त्वपूर्ण कुरा के छ भने आमाको घाउ, सिजरियन वा योनिका टाकाको सरसफाई। यदि आमाको सिजरियन गरेको छ भने पेटमा ठुलो घाउ हुन्छ। यदि नर्मल डेलिभरी भएमा योनिमा टाका लगाइएको हुन्छ। यस ठाउँमा विशेष हेरचाह गर्न जरुरी हुन्छ। आमा आफै उठेर सफा गर्न सक्दिनन्, थकान र पीडाले गर्दा। यस्तो अवस्थामा बाबाले धैर्य र माया देखाउँदै घाउ सफा गर्न सहयोग गर्नुपर्छ। घाउ कसरी सफा गर्नुपर्छ भन्दा हात राम्रोसँग साबुन पानीले धोएर मात्र घाउ सफा गर्नुपर्छ। सिजरियनको घाउ भए सफा सुती कपडा वा कटन प्याडमा हल्का नुन पानी लिएर घाउ सफा गर्न सक्नुहुन्छ। कहिलेकाहीँ डाक्टर दिने एन्टिसेप्टिक झोलले सफा गरिदिन सक्नुहुन्छ। योनिमा टाका भए हलुका तातो पानीले सफा गर्न सकिन्छ। सफा गर्दा घाउमा कुनै दबाब नदिनु। सफा गरेपछि घाउ सुक्खा राख्न दिनुपर्छ। गिला भए संक्रमण हुन सक्छ, त्यसकारण राम्रोसँग हल्कासँगले सुक्खा पार्नुपर्छ। कुनै क्रिम औषधि लगाउनु परे डाक्टरको सल्लाह अनुसार मात्र लगाउनु होला। ध्यान दिनुपर्ने कुराहरू के छन् भने यदि घाउ रातो हुने, फुल्ने, पिपाउने वा अत्याधिक दुख्ने जस्ता समस्या देखिए तुरुन्त डाक्टरलाई देखाउनु पर्छ। आमा हिन्डुल गर्दा धेरै थकाउनु हुँदैन। बाबाले बच्चा उठाउने, डाइपर फेर्ने जस्ता कामहरू जिम्मेवारी लिनु उपयुक्त हुन्छ। आमालाई थोरै थोरै हिँड्ने तर धेरै नथाक्ने गरी हिँड्न सल्लाह दिँदा राम्रो हुन्छ। आमालाई धेरै उठ्ने बस्ने गर्दाखेरि घाउ दुख्ने सम्भावना भएको कारणले गर्दा चाहिँ धेरै कुरामा बाबाले ध्यान दिनु पर्दछ। अर्को कुरा, बच्चा जन्मिएपछि आमाले खाने झोलिला खाने कुराहरू धेरै महत्त्वपूर्ण हुन्छ, किनभने यसले शरीरलाई ताकत दिन्छ, घाउ छिटो निको पार्न मद्दत गर्छ र दुधको उत्पादन गर्न राम्रो हुन्छ। यसमा के पर्छन् भन्दा ज्वानोको झोल, माछा मासुको झोल हजुरहरूले खान सक्नुहुन्छ। आमालाई उठ्ने बेला वा सुत्ने बेला या बस्ने बेला उहाँलाई केही सहारा दिएर मात्रै राख्नुहोला, किनकि कहिलेकाहीँ झट्ट उठ्दाखेरि, झट्ट बस्दाखेरि वा अलि छिटो हिँड्दाखेरि चाहिँ टाका फुस्किन सक्ने अवस्था पनि हुन सक्छ र फुस्क्यो भने असर पर्न सक्छ। त्यही भएर चाहिँ आमाले पनि आफूलाई ध्यानपूर्वक उठ्दाखेरि कसैलाई बोलाएर सहारा दिएर मात्रै उठ्नुहोला। आफै झट्ट उठ्ने, हिँड्ने गर्दाखेरि चाहिँ तपाईँलाई पनि असर पर्न सक्छ। र आफ्नो बच्चाको ख्याल राख्नुहोस् भन्दै अरू पनि नयाँ भिडियोहरू म ल्याउने नै छु भन्दै म सरो बिदा हुन चाहन्छु। धन्यवाद।